नमस्ते सबैजनालाई स्वागत छ हाम्रो अर्को नयाँ ब्लगमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला र कहाँबाट हेर्दै हुनुहुन्छ हामीलाई कमेन्टमा भन्नु होला। अनि त्यसै गरी च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। र आज पनि हामी अर्को नयाँ ब्लग लिएर आएका छौँ। आज हामी जाँदैछौँ टेलुराइड कोलोराडो। डालसबाट हामी 12 जना जाँदैछौँ आज र हामीले भ्यान लिएर आइसकेका छौँ र अबको केही घन्टामा हामी यहाँबाट हिँड्नेछौँ। हामी नाइटको जाने प्लान छ र साथीलाई वेट गरिरहेको छ यति बेला र साथी आएपछि हामी यहाँबाट हिँड्नेछौँ सबैजना जम्मा भएर। र एकदमै राम्रो छ भ्यान पनि है, भर्खर लिएर आएको। यो चाहिँ भित्रको स्पेस एकदमै कम्फोर्टेबल छ ठाउँ चाहिँ। जस 12 जनालाई चाहिँ इनफ छ। पछाडि सामानहरू राख्नलाई पनि नाइस छ। जस ओपन छ। ल अहिले चाहिँ बेलुकाको 5:30 भयो डालसमा र अब हामी लगभग 3-4 घन्टापछि यहाँबाट हिँड्छौँ। हामी साथीलाई वेट गरिरहेछौँ। साथी आएपछि हामी लगभग यहाँबाट चाहिँ 11 बजीतिर यहाँबाट हिँड्छौँ होला। A few moments later. ल यहाँ चाहिँ सामान मिलाउँदैछ हामी चाहिँ। जाने बेला हुँदैछ। अब चाहिँ सामानहरू मिलाउने क्रम भइरहेछ अहिले चाहिँ। ल हामी चाहिँ अलमोस्ट रेडी जानको लागि चाहिँ तयारी भइरहेछ। ल अब चाहिँ हामी यहाँबाट निस्किन लाग्यो है। अलमोस्ट 12:30 हुन लागिसक्यो र अब हामी जाँदैछौँ। अलमोस्ट रेडी भइसक्यो हामी चाहिँ। हामी चाहिँ अहिले यहाँबाट हिँड्यो है त सबैजना। एभ्रिवान ल है रेडी होइन त? ड्राइभर ठिक छ होइन? सबजना कोलोराडो ल फाइनली हामी चाहिँ अहिले ठाउँमा रोकिरहेको छौँ हाम्रो तेल हाल्नलाई। अहिले चाहिँ 4:30 भयो बिहानको। चिसो छ, एकदमै चिसो छ। अब चाहिँ एकछिन सुत्यो है सबैजना। अनि एकछिन फ्रेस हौँ भनेर निस्किरहेको छौँ सबैजना। तेल पनि हाल्नु पऱ्यो होइन। चिया सर्भिस पनि छ। ल खै लिउँ न चिया लिउँ त है। 2 hours later. कहाँ छ खाइयो है त? कुन ठाउँ हो यो चाहिँ? यो निमेक्सिन हो, सान्टा रोजा भन्ने। हामी चाहिँ यति बेला सान्टा रोजामा छौँ। बीज भन्ने क्याफेमा टक्क ब्रेकफास्ट दामी, ब्रेकफास्ट फ्रेस मिठो, पेट पनि दामी। ब्रेकफास्ट हामी गऱ्यो। अब हामीसँग 7 घन्टा छ यहाँबाट जानलाई होइन। 7 घन्टामा हामी पुग्छौँ र वेदर पनि राम्रो छ। अलि अघि चिसो थियो, अहिले चाहिँ अहिले ठिक छ है। राति भएर चिसो भयो। र अब चाहिँ हामी सबैजना रेडी भयो। अब दामी हाम्रो क्यामेरामा हुनुहुन्छ बी स्टेट। सनी साइनिङ फलो गर्नु होला, लाइक सब्सक्राइब गर्नु होला हाम्रो बी स्टेटलाई चाहिँ। बी स्टेट अन द क्यामेरा राइटमा। लेट्स गो। के हो हामी सर कहाँ जाँदै हो? हामी चाहिँ साइड रोजामा छौँ। यो सान्टाको मूर्ति टाइपको रहेछ होइन। क्रिसमस पनि आउँदैछ अनि त्यही भएर तयारी होला सायद। रातें सुरंग सी बागी उड़ान पे
हामी चाहिँ अहिले कोलोराडो आउन लागिसक्यो एकछिन वेट गरिरहेको छ एकदम नाइस ठाउँमा ठाउँ पनि बबालै छ एकछिनलाई चाहिँ क्विक स्टप ल भर्खर चाहिँ हामीले खानसाना खायो है त्यसपछि अब निस्किन लाग्यो यहाँबाट चाहिँ अब हामीलाई 2.5 घन्टामा पुगिन्छ अब तुझको मैं रख लूं वहाँ जहाँ पे कहीं है मेरा यकीन मैं जो तेरा ना हुआ किसी का नहीं किसी ले जाए जाने का डोलरेस कोलोराडो छौँ भर्खरै अब हामी पुग्नलाई चाहिँ अब 1 घन्टा छ डेस्टिनेसनमा पुग्नलाई एकदमै लङ ड्राइभ भयो ड्राइभ चाहिँ एकछिन बसेर ग्रोसरीहरू लिएर अब हामी त्यसरी जान्छौँ Telluride Ski and Golf. Welcome to Mountain Village. उयो त मेगा छ त यो त दामी छ हो मेगा छ त मेगा सिट छ मेगा ओए मेगा छ मेगा गोडा छ यस ओए दामी छ घर ल है ओए आइसे तर ओए बिस्तारै सामान कसरी लाने हो ल वी आर फाइनल्ली हियर है त ल दामी हिउँ छ है एकदमै ढिला आयो तै पनि सर दामी छ नि बब्बाल छ सर बब्बाल छ कस्तो लाग्यो चिसो छ है तर चिसो हिउँ छ पुरा ल हामी चाहिँ भर्खर आइपुग्यो सामानहरू सबै भित्र लियो र यता चाहिँ किचन रहेछ सानो किचन यसो चाहिँ रुम पनि छ एउटा नाइस है यता एउटा रुम तल ग्राउन्डमा राम्रो छ ठिक छ नि सर राम्रो छ चाहिँ मास्टर बेडरुम यता रहेछ सेकेन्ड फ्लोरमा वासिङ एन्ड ड्रायर यता वासर एन्ड ड्रायर चाहिँ यता चाहिँ रुमहरू छ यता चाहिँ एउटा बप्पाल पनि देखिँदो रहेछ है यता चाहिँ हल्का गेमहरू मिल्ने बस्न मिल्ने यो छ ल यहाँ छ मेन चाहिँ यो किचन एरिया चाहिँ यहाँ छ खानाहरू हामी चाहिँ यहाँ बनाउँछौँ होइन यहाँबाट चाहिँ बाहिर जाने ठाउँ रहेछ ए बाहिर हिउँ रहेछ सर यता पनि सही ए ल हाइट बब्बा ल नाइस हामी टक्क हिउँको बिचमै छौँ अहिले है तल चाहिँ नाइस लेट्स गो हामी टेलुराइड माउन्टेन भिलेज कोलोराडो हेर्छौँ होइन कोलोराडोको यो हाम्रो साङ्गीतिक नाइट हाम्रो यो 2025 को डिसेम्बरको लास्ट भ्याकेसन लिएर किया
तेरे बारे में ऐसे तू लगे कि गुलाब है और ऐसे तू लगे कि गुलाब है अब तर यो साङ्गीतिक माहौलमा छौँ भर्खरै आइपुग्यो हामी र अब साङ्गीतिक माहौल हामी रमाउन गइरहेका छौँ सरी हाम्रो भाइ हुनुहुन्छ सबैजना प्रसिद्ध भाइ र हाम्रो क्यामेराम्यान हाम्रो बहिनी हुनुहुन्छ The next day. Hello, good morning everyone, all the way from Telluride, Colorado. हामी चाहिँ हिजो एकदमै ढिला आयौँ राति भइरहेको थियो आउँदाखेरि चाहिँ मजाले सिनहरू चाहिँ देखाउन पाइएन तर आजको मर्निङ भ्यू चाहिँ यस्तो बवाल छ होइन यहाँको चाहिँ नाइस देखिरहेछ पुरै होइन यता यो हामी बस्ने क्याबिनको हाडमै यस्तो नाइसवाला आउँछ Look at this view. Wow. Nice. घरको बस्ने घरको हाडमै यो ल अहिले चाहिँ बिहानको 9 बज्यो तर त्यस्तो सोचे जस्तो चिसो चाहिँ छैन होइन वेदर राम्रो छ सायद घाम लागेको भएर पनि होला ठिक छ आज चाहिँ हाम्रो चाहिँ के प्लान्ट्सहरू छ यहाँ आइसकेपछि पिरोमेन्ट त गर्नु पऱ्यो हेर्मा चाहिँ कस्तो हुन्छ रमाइलो गरिन्छ आज चाहिँ चट्ट स्की गर्नलाई स्की गर्ने कि स्नोबोर्ड आज चाहिँ स्की हामी गरिन्छ आज चाहिँ भोलि चाहिँ हामी के छ भोलि त त्यही स्नोमोबिल भनेपछि आज स्की नै गरिन्छ होला होइन अर्को सर स्की के स्नोबोर्ड गर हो स्नोबोर्ड अलिक गाह्रै हुन्छ कि रमाइलो हुन्छ कि त्यो गाह्रो त रमाइलो हेरौँ अब त्यही गरेर थाहा हुन्छ फर्स्ट टाइम हो गर्न लागेको चाहिँ ओके अलमोस्ट हामी सबै साथीहरूको चाहिँ एकजना बाइक राजन भाइको बाइक अरूको चाहिँ फर्स्ट टाइम हो तर हेरौँ रमाइलो हुन्छ जस्तो छ एक्सपिरियन्स हो एक्सपिरियन्स लिनुपर्छ यही एक्सपिरियन्सलाई लिनलाई चाहिँ ड्यालसबाट आएको त्यही भएर ओके अब हामी फर्स्टमा ब्रेकफास्ट ब्रेकफास्ट जान्छौँ अनि त्यसपछि हामी चाहिँ त्यही स्की रिजल्ट स्कीको लागि जान्छौँ त्यसपछि अब के हुन्छ प्लानहरू हेर्दै जाउँ हामी हेर्दैछौँ टेलुराइडमा चाहिँ हाम्रो फर्स्ट भिजिट त्यही भएर पनि हामी एक्सपिरियन्स गर्छौँ दामी छ है ठाउँ त कुराहरू दामी छ पुरै माउन्टेन भ्याली रेडी चाहिँ भइसक्यो आजको ड्रेसअप के छ यसले के धानलाई यो चाहिँ चिसोलाई चाहिँ कोलम्बिया चिसो पनि छैन होइन जति सोचेको थियो छैन तर अलि माथि अझै गयो भने चाहिँ चिसो होला तर यसले जान्छ तर यो त टोपी पनि छ होइन ग्लोभ्सहरू पनि रेडी छ we are ready okay for the day ल हामीसँग सरिन सर हुन्छ सर रेडी होइन त एकदम रेडी अवस्थामा छ सर चाहिँ के छ आज म चाहिँ आज 10मै छु एकदम एक्साइटेड चाहिँ किनकि फर्स्ट टाइम हो म पहिला गरेको छैन सरको चाहिँ कस्तो छ म चाहिँ 11 ओए ल नाइस फर्स्ट टाइम स्नोबोर्ड गर्दैछु माइ ग्याङ सो दामी हुन्छ जस्तो लागिरहेको छ एकदम एक्साइटेड दामी आज वेदर पनि हेर न कस्तो सनी डे छ नि त त्यही त स्नो प्लस सनी भने कडै हो त्यही भने हैन अब केटाहरू पनि सबैजना रेडी होइन त केटाहरू ल हाम्रो ल हाम्रो टिम चाहिँ रेडी छ है अब जानको लागि चाहिँ हैन Yes, sir. Prince Ronier, We all geared up B for Street, our skateboarding ride today. Weather say Anurag sir ready. Everyone ready? र हाम्रो पनि रेडी छ हैन जानको लागि र बहिनी पनि रेडी भाइ पनि है कतिको एक्साइटेड भाइ Very much. Let's roll out the bike scheme सबैजना है म परिसक्यो है यहाँ चाहिँ दुईजनाको
ओइ तिमीले बलै बनाउन आएन बल बनाउनु पर्यो ढिक्को रोग र बल बनाउनु मरामा रेडी हुन्छ भाइ ल ल ल ल गाइस ल आम ल ल हामी चाहिँ रेडी भयो जानको लागि है एभ्रीवन रेडी हैन त सबैजना सुशील सर आमो ल अब चाहिँ फर्स्ट टाइम ब्रेकफास्टको लागि जान्छौँ त्यसपछि ब्रेकफास्ट भएको छैन यार भाइ ब्रेकफास्ट गर्नुपर्छ एभ्रीवन रेडी हल्का टाउको पनि दुखिरहेको छ है बिसी पाउडर खानुपर्छ जस्तो अब हामी जाँदैछौँ 1.1 माइल रहेछ यो गन्धोलाई फलो गर्नु 1.1 माइल चल पड़े हम ऐसी राह पे बेफिक्र हुए कि अब जाना कहाँ लापता हुए सारे रास्ते ढूंढेगा हमें ये जमाना कहाँ ल हामी चाहिँ अहिले स्कीको लागि जाँदैछौँ एकदमै नाइस छ रेडी होइन त ठाउँ पनि सही देखिरहेछ ओ यहाँ त हिँड्नुपर्छ अरे ल फाइनली हामी चाहिँ यहाँ आयो स्की गर्ने ठाउँमा गाडी चाहिँ लिएर राखेँ त्यसपछि हामी चाहिँ ब्रेकफास्ट गर्छौँ फर्स्टमा चाहिँ ब्रेकफास्ट पछि हामी जान्छौँ स्की गर्नको लागि चाहिँ फर्स्ट एक्सपिरियन्स हो कस्तो हुन्छ चिसो चाहिँ चिसो जस्ट पर्दैछ घाम लागे पनि ल यहाँ चाहिँ सानो खोला पनि रहेछ है नेपालको सुनो अलि उ हुन्छ नि है पानी भएको नाइस बब्बाल छ भ्यू चाहिँ है एकचोटि आउनै पर्ने ठाउँ होइन घुम्नलाई चाहिँ धेरै पछि आइयो त्यही पनि नयाँ एक्सपिरियन्स हुँदैछ ठिक छ वी आर भेरी एक्साइटेड फर दिस होइन अब चाहिँ ब्रेकफास्ट गर्छु कि बसी हजुर के छ अब ल हामी चाहिँ अब त्यो रिजोर्टमा आयो होइन मेन स्की गर्ने ठाउँमा चाहिँ अनि अब चाहिँ फर्स्टमा ब्रेकफास्ट गर्ने हो पछि के हुन्छ हेर्छौँ स्कीको लागि चाहिँ रेडी छ रेडी अवस्थामा होइन चिसो हामीले चाहिँ सुनेको अलि यो चाहिँ क्रिसमस टाइमतिर चाहिँ अलिक बढी मान्छेहरू आउँछन् रे तर हामी चाहिँ अलिक थोरै अगाडि नै आयो ठिक छ र हेरौँ के हुन्छ हामी चाहिँ ब्रेकफास्टको लागि अहिले आएको र एकदमै बिजी छ यहाँ चाहिँ सानो ठाउँ रहेछ ल हाम्रो चाहिँ अहिले ब्रेकफास्ट हुँदैछ है फाइनली ब्रेकफास्ट टाइम नाइस आज हामी ब्रेकफास्ट गरिसकेपछि अब यहाँबाट जान्छौँ है ल हामीले चाहिँ अब रेन्टल गर्दैछौँ रेन्टलको काम हुँदैछ ल हामीले चाहिँ भर्खर यहाँ चाहिँ अनलाइन रिजर्भेसन गऱ्यौँ है अहिले वकिङको त्यसपछि यहाँ चाहिँ अलिक रेन्टलको तयारी भइरहेछ 4 बजीसम्म खोल्दो रहेछ अहिले बज्यो 1 बज्यो भनेपछि हामीले 4 घन्टा जस्तो सर्भिसिङ गर्नको लागि जुत्ता चाहिँ चेन्ज गर्नु पर्दो रहेछ होइन हाम्रो जुत्ताले काम गर्दैन सिक्ने भने सर हामी ल हामी चाहिँ रेडी हुन लागिसक्यो है स्कीको लागि यो सामानहरू पनि रेडी भइसकेको छ अब जानुपर्छ माथि हामीले सामान पनि लिइसक्यो है रेडी भइसक्यो अब हामी माथि जान्छौँ होइन स्कीको लागि हामी ट्रेनिङ गर्छौँ है टिकट लिँदैछौँ ए ल टिकटहरू लिएर रेडी भइसक्यो माथि जानको लागि चाहिँ टिकट पनि आइसकेको छ अब हामी माथि जान्छौँ
त्यसपछि सिक्छौँ फर्स्टमा चाहिँ हामी आज ट्रायल हुन्छ हाम्रो चाहिँ होइन सबैजना अझै दिँदैछ टिकट चाहिँ ल हामी चाहिँ ल फाइनल्ली है अहिले चाहिँ हामी केबल कारमा चढेर माथि जाँदैछौँ है हामी सबै चिजहरू लिएर माथि जाँदैछौँ मेनुमा त्यो राइडको मेन चाहिँ यही नै हो जस्तो लाग्यो है ल फाइनली हियर है त्यो स्टेसनमा सामान निकाल्नुपर्छ होला सामान निकाल्यो केटाहरू पनि आइसक्यो लोकलमा फाइनली चाहिँ हामी टपमा आइसक्यो अहिले चाहिँ है सामानहरू यसरी बोक्नु परेको छ है आफ्नो सामान आफै लिएर जानु पर्यो अलि तर यताको एरिया चाहिँ बवाल छ हियर टपबाट जस्तो बवाल देखिरहेको छ होइन नाइस हाम्रो भयो ल यो चाहिँ एकदमै गाह्रो हुँदो रहेछ होइन हाम्रो साथी पुष्प चाहिँ त्यही फस्यो है बिचमा म चाहिँ जाने ट्राई पनि गरिनँ एकदम यो चाहिँ बिगिनर्सको लागि होइन रहेछ अनि बिगिनर्स एरिया उता रहेछ हामी चाहिँ एकदम यो स्लोपी एरियामा आएछौँ त्यही भएर हामी चाहिँ अब बिगिनर्समा जान्छ हामीले सिक्नुपर्ने छ फर्स्टमा चाहिँ है अनि मैले यो लगाइसकेँ पनि निकालेँ फेरि है हाम्रो साथी गइसकेर फर्केर आइरहेछ ऊ चाहिँ यो चाहिँ हाम्रो ग्रुप यस्तो मजाले गरिरहेको छ नि अब प्रो भइसक्यो होला है हामीलाई चाहिँ अलिक गाह्रो नै हुन्छ यो माथिको एरिया चाहिँ एकदमै गाह्रो रहेछ त्यो चाहिँ होइन बिगिनर्स एरिया चाहिँ तल रहेछ हामी सब तल जाँदैछौँ त सकिएन एकदम चाहिँ ट्राई गर्न खोजेको तलबाट चाहिँ एकदम सजिलो होला जस्तो लागिरहेछ लेट्स सी के हुन्छ तल चाहिँ माउन्टेन भिलेजमा चाहिँ बिगिनर्स एरिया वी क्यान ट्राई इट ओभर देयर अहिले चाहिँ हामी माउन्टेन भिलेजमा जाँदैछौँ यो तल चाहिँ यो चाहिँ बिगिनर्सको लागि रहेछ अनि अलमोस्ट देयर नाउ यो चाहिँ रहेछ माउन्टेन भिलेज यहाँ चाहिँ हामी स्टप गर्छौँ अनि त्यसपछि चाहिँ हामी यहाँ ट्राई गर्छौँ होइन यहाँ चाहिँ हल्का स्लोपी एरिया पनि रहेछ अनि हामी यो बिगिनर्स एरियामा छौँ एकदमै धेरैचोटि लडिसक्यो तपाईँ सिक्न गाह्रै छ धेरैचोटि लडिसक्यो म चाहिँ फर्स्ट टाइम भएर पनि होला साथी उता स्ट्रगल गरिरहेछन् म पनि धेरैचोटि लडिसक्यो ल यो हिउँमा चाहिँ धेरैचोटि लडिसक्यो है राम्रोसँग सिक्न चाहिँ आएन तपाईँ हामी ट्राई गरेर सबैजना लडी नै राख्नु उतातिर भाइहरू भयो सबैजना भइरहेछ त्यो ट्राई गर्ने हो होइन यस्तो भइरहेछ 1 2 3 गो ल अहिले चाहिँ बेलुकाको 4 बज्यो र यहाँ पनि क्लोज हुन लागिसक्यो अब हामी हाम्रो सामानहरू लिएर फर्किन लागेको चाहिँ सामानहरू बुझाउनु पर्ने हुन्छ 4 बजीसम्म खुल्ला हुँदो रहेछ पुरै यो बन्द भइसक्यो अब चाहिँ हामी चाहिँ फर्किन्छौँ अब करिब हाम्रो 2 घन्टाको एक्सपिरियन्स पछि हामी चाहिँ फर्किँदैछौँ अब गर्न सक्यो भने दामी मजा आउँछ है क्रेजी त्यो हेर्नु रहेछ त्यहाँबाट हान्दा कस्तो मजा आउँछ त्यहाँ